आदरणीय दर्शकबिन, हामी दोलखा जिल्लाको सुस्पा राङराङ थालीमा आएका छौँ राष्ट्रिय थामी सङ्ग्रहालयमा। आज तपाईँहरूको बिचमा राष्ट्रिय थामी सङ्ग्रहालयको अध्यक्ष हुनुहुन्छ गोपाल थामी। सर, हजुरलाई स्वागत छ ग्लोबल अनलाइन टेलिभिजनमा। धन्यवाद, यहाँहरू सबैलाई स्वागत छ। सर, यो राष्ट्रिय थामी सङ्ग्रहालयको तपाईँले कहिलेदेखि सुरु गर्नुभयो, यसको केही ऐतिहासिक कुराहरू बताइदिनुहोस् न। यो राष्ट्रिय थामी सङ्ग्रहालयको अवधारणा भनेको यो सबैभन्दा पहिले त थामीहरूको जुन उत्पत्ति थलो जुन यो ठाउँमा आएर पहिलो पुर्खाहरू चाहिँ यहाँ बसोबास गरेको कारणबाट यो एउटा पहिलादेखि चर्चित राङराङ थाली भन्ने नामले चाहिँ यो चर्चित थियो, प्रचलित नाममा चाहिँ यो आइरहेको थियो। त्यसपछि सबैको सहमत र सबै समाजहरूकोबाट यो एउटा यसलाई चाहिँ राम्रोसँग कसरी परिचित बनाउने र पहिचानको अगाडि बढाउने, हाम्रो जुन हिजोको पुर्खाले गरेको कुराहरूलाई चाहिँ कसरी संरक्षित गर्ने भन्ने कुराले चाहिँ हामी थामी समाजका मान्छेहरूले यो ठाउँ चाहिँ हाम्रो पहिलो जन्मथलो भएको हुनाले यो ठाउँमा हामीले एउटा सङ्ग्रहालयको रूपमा काम गऱ्यो भने राम्रो होला भनेर यसलाई जुन पुरानो जे जति संरचनाहरू छ, जुन हाम्रो अगाडि छ, पोखरी थियो त्यति बेर, अनि चुलो थियो र त्यो के अरे अल्लो धुने चाहिँ जुन ढुङ्गा थियो, त्यो ढुङ्गाहरूलाई चाहिँ संरक्षित गर्ने कोसिस गर्दै हामीले चाहिँ यो ठाउँमा जुन भएको कुरालाई चाहिँ संरक्षणको लागि चाहिँ हामीले यो सङ्ग्रहालयको स्थापना गरियो। यो स्थापना चाहिँ 2069 सालदेखि यहाँ चाहिँ हामीले चाहिँ सुरुवात गरेको र पहिला हामीले यो गाविसको नामले चाहिँ हामीले चाहिँ यहाँनिर चाहिँ श्रमदानको हिसाबले हामीले काम सुरुवात गऱ्यौँ। त्यसपछि हामीले चाहिँ विभिन्न सङ्घ संस्थाहरू र नगरपालिका अनि प्रदेश लगायत पर्यटन बोर्डबाट चाहिँ यहाँ के अरे पर्यटन बोर्डबाट चाहिँ हामीले चाहिँ आर्थिक प्राप्त गरेर अहिले हामीले चाहिँ यो संरचनाहरू चाहिँ यहाँ तयार गरेको छौँ र अब हामीले जुन संरचना बन्दैछन् र बनिरहेका छन्, अझै यो पुरा भएको छैन। यो पुरा गर्नलाई अझै समय लाग्छ र हामीले जुन हाम्रो थामीहरूले परम्परागत पुर्खाले चलाइरहेका जुन सरसामानहरू छन्, जुन हात हतियार छन्, जुन हामीले चाहिँ त्यो पुर्खाले चलाएका वेशभूषादेखि सम्पूर्ण कुरालाई चाहिँ यहाँ सुरक्षित राख्नको लागि चाहिँ हामीले चाहिँ यहाँ पूर्वाधारका भवनहरू बनाइरहेको छौँ र त्यो हामीले चाहिँ अब सङ्कलन गर्ने हामी कोसिस गरिरहेको। तपाईँले भानुदास थामी पूर्वाध्यक्ष हुनुहुन्छ उहाँ यो राष्ट्रिय थामी सङ्ग्रहालयको। अब उहाँसँग चाहिँ हामी यो सङ्ग्रहालयको विषयमा केही कुरा गर्नेछौँ। अध्यक्षज्यू, तपाईँले यो सङ्ग्रहालयको सुरु चाहिँ कसरी भएको थियो यो विषयमा अनि यहाँ तपाईँले यसो देखाउँदै गर्नुहोस् न। हस्, नमस्कार, म भानुदास थामी। यो चाहिँ हाम्रो 2068 साल असोजो 6 गते चाहिँ जुन एउटा हाम्रो थामीहरूको ऐतिहासिक संस्था भन्छु म, यापति सोनारी संरक्षण तथा सम्बन्ध समाज नेपालले चाहिँ जुन 1968बाट सुरु हुँदै 2069 साल असोज 6 गतेबाट विधिवत रूपमा नेपाल सरकारसँग आबद्ध भई त्यहाँबाट तत्कालीन तटस्थ समिति शङ्करमान थामीको अध्यक्षतामा सो समिति तयार भई र त्यही तटस्थ समितिले नै यस राङराङ थाली भन्ने ठाउँमा चाहिँ अब हामीले एउटा थामीहरूको ऐतिहासिक थलो थामी सङ्ग्रहालय निर्माणको लागि सुचारू गर्नुपर्छ भनेर उहाँकै नेतृत्वमा, जुन शङ्करमान थामीकै नेतृत्वबाट आजसम्म यो संस्थालाई सञ्चालन हुँदै गर्दै आउँदा सुरुमा हाम्रो तत्कालीन साबिक सुस्पा छेमावती गाविस वार्डबाट जनजातिमा जुन एउटा गाविसमा केही रकम छुट्याइन्थ्यो, बजेट छुट्याइन्थ्यो, सो समयको बजेट जम्मा मात्र 50,000बाट सुरुवात भई आइरहेको र
पटक पटक हुँदै 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 2071बाट जुन म 2071 गफ गर्दै जाउँ तपाईँले देखाउँदै जानुहोस् ल भन्दै भन्दा अगाडि जानुहोस् म यहाँबाट खिच्दै आउँछु हामी हिँड्दै जानुहोस् आउँछ सर हामीले चाहिँ यो जुन अहिले हामी दिइरहेको छौँ 2078 सालमा सम्पन्न गरेका हौँ यो चाहिँ हाम्रो प्रदेशको बजेट 30 लाख र सैन्य बजेट 50 लाखबाट सुरुवात हुँदै यो पोखरीको विषयमा नि भनिदिनुहोस् न अगाडि तपाईँले देखिराख्नु भएको छ अनि यो पोखरी चाहिँ जुन यो पहिला चाहिँ यो चाहिँ एउटा के भन्छ पहिला चाहिँ हाम्रो यापति सुनारी समिति यापति सुनारीले यो जुन एउटा अल्लो दुने फलो हो जुन अहिले हामी चुलो पनि देखाउँछौँ र हुँदै गर्दा कुनै परापूर्व कालमा यहाँबाट चाहिँ खोला नालाहरू आएर यसलाई चाहिँ पुरिने काम भयो तैपनि यो अहिले देखिने पोखरी त्यति ठुलो नभई सानो भएको रूपमा चाहिँ यहाँ प्राकृतिक पोखरी भइ नै रहेको थियो र त्यसैलाई हामीले ल जाउँ फेरि घुमौँ त्यसैलाई हामीले पुनर्संरचना गर्दै कति खर्च लाग्यो यो बनाउँदा तपाईँहरूले त्यति बेला जुन हामीले चाहिँ यो बनाउँदा चाहिँ यसलाई चाहिँ हामीले 2077बाट नगरपालिकाबाट 30 लाख रुपियाँ ल्याएर जुन एउटा यो जुन यसलाई खोला थुन्ने काम गरियो जाली लगाउने यतापट्टिको चाहिँ र यो पोखरी चाहिँ यस्तो खालको छ कि यो यसरी हामीले जुन ढुङ्गा लगाएको छौँ त्यो ढुङ्गामा चाहिँ हाम्रो आरसिसी पनि छ यो भित्र हजुर यो भित्र चाहिँ जुन यो भित्र हाम्रो आरसिसीको ढलान छ त्यसको वरिपरि यही तरिकाले रोड लागेर अनि त्यसमा पछि हामीले यो 77मा चाहिँ यसलाई आधी सम्पन्न गऱ्यौँ 78मा आएर चाहिँ हामीले जुन यो सबै तयार गऱ्यौँ यो ढुङ्गा लगाउने काम यो बारको काम र पारी पिकनिक अनि 78मा जुन अहिले हामीले माथि मेन सडकबाट आइरहेको सडकलाई पुरा गर्ने काम गऱ्यौँ जुन सोलिङको रूपमा अनि हुँदै जाँदा 78मै नै हामीले जुन यो उतापट्टिको यहाँ देख्नुहुन्छ हजुरहरूले अहिले त्यहीँ जाउँला यताको चाहिँ यताको देखाउँ अनि त्यहाँको देखाउँ त्यहाँ हुँदै गर्दा हामी यो पोखरीलाई चाहिँ यतिसम्म सम्पन्न गर्ने काम चाहिँ हामीले 78मा गरेका हौँ यो बार बन्देज जुन अहिले हामी अब मन्दिर जाँदैछौँ त्यो मन्दिर निर्माणका लगायतका कामहरू गऱ्यौँ त्योभन्दा पहिला चाहिँ हामीले 71 72तिर चाहिँ थोरै केही रकमहरू ल्याएर हामीले सहरी विकासबाट पनि केही रकम ल्यायौँ जुन नगरपालिकाले चाहिँ 2067बाट चाहिँ यसलाई निरन्तरता दिने काम भएर सुन्नु न सर त्यो उता जस्तो त्यहाँ धामी झाँक्रीहरू छ नि त्यो चाहिँ के हो खासमा त्यसको विषयमा चाहिँ हाम्रो के हो भने यो एउटा नाग पोखरी हो हामीले नागथान भन्छौँ त्यसलाई यो पोखरीमा आउने पानी चाहिँ हाम्रो त्यहीँ नै पलाएर आउँछ ल त्यता जाउँ र नागथान चाहिँ तपाईँको हाम्रो परापूर्व कालदेखि नै नागखालाई पूजा आजा गरिरहेको र यहाँ जुन यो पोखरीमा आउने पानी चाहिँ त्यहीँबाट नै आएर यो पोखरीलाई भनिन्छ र यो पोखरीलाई हामीले हाम्रो भाषामा चाहिँ अहिले चाहिँ हामी तिलक पोखरी भनेर परिचालित छ तर वास्तवमा भूमिसो भन्ने चिज हुन्थ्यो र त्यसको थोपा चुएर आएर चाहिँ त्यसलाई ती पोखरी पनि भन्ने छ हाम्रो पुर्खाहरूले भन्ने गर्थ्यो हजुर यता जाउँ अरू यो चुलोको इतिहास बताइदिनुहोस् न यो किन यस तपाईँले चुलोलाई यसरी संरक्षण गर्नुभयो होला बताइदिनुहोस् यो चाहिँ हाम्रो पुर्खाहरूले अल्लो उसिनेर अनि जुन तिलक पोखरीमा चाहिँ धोएर अनि त्यो यी ढुङ्गाहरूमा चाहिँ सुकाएर कपडा बुन्ने एउटा माध्यम बनाउनु हुन्थ्यो अरे भन्ने हाम्रो ऐतिहासिक किंवदन्ती छ र यो चुलोलाई 70मा पनि यही तरिकाले निर्माण भएको थियो र 72को विचारले चाहिँ यसलाई तहस बनाइदिएर पुनः 78मा यसलाई हामीले संरक्षण गरेका हौँ पुनः संरक्षण गरेका हौँ पारिदेखि यो सबै संरक्षणकै हो यो संरक्षणकै हो यो चाहिँ हाम्रो तपाईँको पहिला बाबुबाजेले हामी
थामी जातिहरू अशिक्षाको कारणले गर्दा जुन एउटा यो थामीहरूको किपोट नभएको थिएन र यो चाहिँ एउटा सामुदायिक वनमा परिणत भयो। अनि 2077 सालमा चाहिँ हामीले नेपाल सरकार मार्फतबाट यसलाई चाहिँ हामीले धार्मिक वनमा अहिले हाम्रो धार्मिक वन बनाउँदै यो यापती सोनालीले नै यसको संरक्षण गरिरहेको छ। तपाईँको नाममा यो जमिन तपाईँको 4.2 हेक्टर छ। यो जुन यो देखिने यो माथि सडकदेखि त्यो बारदेखि उँधो यो पल्लो बारदेखि उँधो र 4.2 हेक्टर। हजुर यो जङ्गल नै हो। जङ्गल यो माथि हो र यति नै हो। 4.2 हेक्टर भनेको कति नहुन्छ र तपाईँको त्यो 82 रोपनी जग्गा हो। 82 रोपनी जग्गा छ यहाँ। हजुर यो हाम्रो यापतिको। यो घर के को लागि ठुलो घर? यो ठुलो घर चाहिँ तपाईँको जुन एउटा यो भित्र पाहुनाहरू आयो भने बस्ने 2टा कोठा, एटेच बाथरुम 2टै छ एक तलामा। र यसलाई एउटा के अवधारणाको साथ बनाएको हो भने यो संस्थालाई केही आय आर्जन पनि होस् र यहाँ एउटा रिसोर्टको माध्यम पनि चलोस् भन्ने भावनाले हामीले यो 2टा घर चाहिँ यसरी निर्माण गरेको। उताको घर चाहिँ के को लागि? यो पल्लो चाहिँ हाम्रो तल एउटा मिटिङ हल हो। एउटा तल्लो घर एउटा मिटिङ हल हो। अनि तल्लोको सबैभन्दा तल्लो भुइँ तलामा किचनको व्यवस्था हुन्छ, माथिल्लो तलामा मिटिङ हल हो र त्यो माथि चाहिँ के भन्छ त्यही संस्थाको कागजपत्र लाइब्रेरी राख्ने ठाउँ हो त्यो। अनि त्योभन्दा ठुलो घर चाहिँ हाम्रो सङ्ग्रहालय जुन हजुर थामी जातिहरूको सङ्ग्रहालय भनेको अब यही परापुर्खकालदेखि चलिआएको सामानहरू चाहिँ हामी त्यहाँ डेकोरेसन गर्न लागेका छौँ र त्यहाँ अब हामी सजाउने स्थलमा छैन। त्यहाँ सामान हाल छैन सर। हाल छैन। अब त्यो त्यहाँ चाहिँ सङ्कलन गरेर हामीले घर घरमै राखेका छौँ। अहिले सङ्कलन गरेर राखेको छ। अब त्यहाँ राख्नुहुन्छ? त्यहाँ राख्छौँ। ल हुन्छ। हजुरले यो माथिको चाहिँ पाले बस्ने। यो चाहिँ पाले बस्ने यो घर। धेरै राम्रो छ। धन्यवाद हजुरले समय दिनुभयो। यो राष्ट्रिय थामी सङ्ग्रहालय बन्दै गर्दाखेरि चाहिँ थामी समुदायलाई यसको फाइदा अथवा यसको महत्त्व चाहिँ के रहन्छ सर? अब यसको महत्त्व भनेको जुन हाम्रो थामीको पहिचानको लागि चाहिँ जुन हाम्रो त्यो परम्परागत सरसामान र यहाँको हाम्रो पहिचानको लागि चाहिँ सबै लोप भएर गइसक्ने भएको हुनाले यसलाई संरक्षण गर्नको लागि चाहिँ हामीले यो सङ्ग्रहालयको के अरे प्रस्तावित गरेर चाहिँ हामीले चाहिँ यो सुरुवात गरेको। अहिले यो सङ्ग्रहालयको जुन तपाईँको निर्माणको क्रममा रहेछ, अहिले कति % चरणमा पुगिसक्यो? अझै के निर्माण गर्दै हुनुहुन्छ? अब हाम्रो करिब 50% जति चाहिँ यो कार्यक्रमहरू चाहिँ पुरा भइसकेको चाहिँ हामीले अनुमान गरेका छौँ र अब हामीले अझै काम गर्न चाहिँ 50% बाँकी नै छ। यो यहाँ सङ्ग्रहालय बनाउनुपर्छ भनेर यो सुरु चाहिँ कसरी भयो? यो सुरुवात भनेको जुन ठाउँमा हामीले चाहिँ हाम्रो पुर्खा जन्मिएको थियो र जुन हाम्रो पुर्खौली सामानहरू चाहिँ सम्पूर्ण र मानिसको पहिचानै हराउने भएको हुनाले हामी सबै पहिला सुरुवातमा यहाँको मान्छेहरूसँग चाहिँ जुन समाजसँग चाहिँ हामीले चाहिँ सरसल्लाह गरेर यो हामीहरूलाई चाहिँ यो पहिचान चाहिँ कायमै राखोस् र यो भावी सन्ततिहरूले चाहिँ यसको पहिला कस्तो थियो भन्ने कुराहरू चाहिँ उनीहरूले चाहिँ देख्न पाउन् र यो अध्ययन अनुसन्धानको विषय पनि बनोस् भनेर हामीले चाहिँ यो सङ्ग्रहालयको चाहिँ सुरुवात गरेको। सर हजुरहरूले यही ठाउँ नै यो राङराङथालीको जुन यो ठाउँमा यो पोखरी भएको ठाउँ नै यो एरिया नै सङ्ग्रहालयको लागि तपाईँहरूले किन छनौट गर्नुभयो? यसको महत्त्व के छ यो भूमिको? यो भूमिको महत्त्व चाहिँ जुन ठाउँमा हाम्रो पुर्खाहरू आएर चाहिँ बास बसेर चाहिँ यहाँ जब यहाँ बसोबास गर्ने सुरुवात गरेको हो त्यसैलाई नै हामीले चाहिँ उजागर गर्नुको लागि चाहिँ हामीले यो यसमा चाहिँ सुरुवात गरेको हौँ। जुन यो एउटा धार्मिक महत्त्वले यो भूमि चाहिँ पवित्र जुन थामीहरूको चाहिँ पहिलो पुर्खाले आर्जेको जुन भूमि चाहिँ उनीहरूले चाहिँ यहाँ रोजेको थियो त्यसलाई नै यो भत्किन र मासिन र यहाँमा चाहिँ लोभ हुन नदिनुको लागि हामीले चाहिँ यो भूमिलाई चाहिँ एकदम पवित्र भूमिको रूपमा चाहिँ हामीले मानेर यसमा सुरुवात गरेको छौँ। भिडियो हेर्नुहुने दर्शक कतिलाई थामी भन्ने के हो भन्ने थाहा छैन होला। यो थामी भन्ने यो कस्तो समुदाय हो? यो थामीको इतिहास सम्बन्धी केही कुरा बताइदिनुहोस् न। थामी कुन समुदाय हो, के हो, कसो हो भनेर। धन्यवाद यहाँलाई। यो थामी भन्ने कुरा अहिलेसम्म पनि नेपालभरि पनि यो प्रचलित र यो पहिचान नखुलेको जात छ। जुन जात हो यो चाहिँ
जनजाति के अरे जुन जनजाति मा पर्ने एउटा थामी समुदाय हो। यसको आफ्नै भाषा छ, आफ्नै वेशभूषा छ, आफ्नै रहनसहन छ, आफ्नै जुन धर्म छ, आफ्नै परम्परा छ। यो एउटा स्वच्छ जुन आफ्नै परम्परामा उभिएको यो एउटा थामी के अरे नामकरण भएको एउटा यो जात हो, जसले यो जुन जनजाति उसमा चाहिँ पर्छ होइन। यो जस्तो जुन हाम्रो यो किराँत सबभन्दा नजिक हाम्रो दाजुभाइको रूपमा अहिले चाहिँ हामीले चाहिँ बुझेको छौँ। यो किराँत धर्म के अरे किराँत जातिसँग चाहिँ हाम्रो कुराहरू चाहिँ धेरै कुराहरू चाहिँ मिल्न आउँछ र हामी पहिलाको पुर्खा पनि हाम्रो किराँतै भन्ने कुरा चाहिँ यहाँ सबैले के अरे हामीले अहिले चाहिँ बुझिरहेछौँ। हजुरको अहिले जुन कार्य समितिमा जुन यो राष्ट्रिय थामी सङ्ग्रहालयको समितिमा चाहिँ हजुर अध्यक्ष हुनुहुन्छ, कतिजनाको समिति हुनुहुन्छ, को हुनुहुन्छ र कस्तो हुनुहुन्छ, अहिले कतिको एक्टिभ छन् समितिहरू? अहिले हाम्रो समितिमा म जुन अध्यक्षको रूपमा काम गर्दाखेरि हाम्रो जुन महिला जुन 9 जना समिति छौँ अनि 5 जना महिला हुनुहुन्छ र हामी के अरे 4 जना महिला हुनुहुन्छ। हामी चाहिँ 5 जना चाहिँ पुरुष छौँ र हामी एक्टिभली हामीले चाहिँ काम गरिरहेका छौँ र विभिन्न ठाउँमा गएर चाहिँ राज्यले हजुरहरूलाई कतिको यहाँ सहयोग गरिरहेछ नेपाल सरकारले? राज्यले भन्नाले अहिले जुन हाम्रो पहिला नगरपालिकामा जुन नगरपालिकाले हामीले सहयोग गरिरहेको थियो, जब जुन अहिले नगरपालिकाको मेयर भरत केसीज्यूबाट चाहिँ सबभन्दा पहिला सुरुवात भएको यहाँ यो कार्यक्रमलाई चाहिँ जुन पूर्वाधारहरू चाहिँ तयार गर्नको लागि अनि उहाँबाट सुरुवात हुँदै गर्दा उहाँले नि अहिलेसम्म पनि उहाँले डोनेसन विभिन्न ठाउँबाट चाहिँ डोनेसन गर्नुभएको छ। अहिले मन्त्रीज्यू बन्नुभएको छ, अहिले पनि 25 लाख चाहिँ उहाँले चाहिँ प्रदेशबाट चाहिँ माननीय भरत केसीज्यूले चाहिँ फेरि पुनः 25 लाख दिएर चाहिँ यो संरचना अहिले हामीले बनाउँदैछौँ। जुन यहाँ चाहिँ सौन्दर्य बगैँचाको लागि चाहिँ उहाँले चाहिँ 15 लाख र पूर्वाधारको लागि 10 लाख रुपियाँ चाहिँ उहाँले चाहिँ बजेटिङ छुट्याउनु भएको छ र त्यो काम अहिले हामीले तमाम गरिरहेको छौँ। र त्यस्तै गरेर पहिला उहाँ मेयर नगरपालिकाको मेयर हुँदाखेरिको बखतमा जब 4 करोड 54 लाखको कार्यक्रम चाहिँ यहाँ सुरुवात भएर अहिले त्यो कुरा सम्पन्न भएको छ, जसले गर्दाखेरि सङ्ग्रहालय भवन र 52 घरहरू चाहिँ यहाँ चाहिँ निर्माण भइसकेका छन्, ती संरचनाहरू बनिसकेका छन्। उहाँबाट चाहिँ जुन सुरुवात भएका कुराहरू र यहाँ अब वडाहरूबाट पनि केही बजेटहरू चाहिँ हामीले प्राप्त गरेका छौँ, त्यसको सदुपयोग गर्दै हामीले चाहिँ यो संरचनाहरू यहाँ अहिले बनाइरहेका छौँ। जुन यो ठाउँमा हाम्रो पुर्खाले जुन अल्लो धुने र सरसफाइ गर्ने जुन एउटा पोखरी थियो, जुन यहाँ एउटा उहाँको के अरे एउटा नागलाई चाहिँ उहाँले चाहिँ मानिरहेको, सेती नागलाई चाहिँ मानिरहेको हुनाले यो एउटा पोखरी एउटा ठुलो पोखरी रहेछ। त्यसमा पछाडि आएर चाहिँ पहिरोले यो पुरिएको अवस्थामा थियो, जसलाई यो यथावत राख्ने भनेर चाहिँ अहिले यहाँ हामीले एउटा पोखरी निर्माण गरिरहेको छौँ, जसमा यसले पनि धेरै सौन्दर्य एउटा बढाएको छ। जुन यो समाजको एउटा पहिचानको लागि यो एउटा महत्त्वपूर्ण स्थान बनेको छ र यो पहिचान र यो प्रचार प्रसार यो थामीहरू चाहिँ अलिकता यो जात हो भनेर चिनियोस् भन्नलाई पनि हाम्रो यो एउटा उद्देश्य हो। यसलाई हामीले चाहिँ परिपूर्ति गर्नुको लागि पनि हामीले यो कुराहरू चाहिँ हामीले गरिरहेका छौँ। तपाईँले जुन भन्नुभयो 50% काम सम्पन्न भयो, अब 50% काम पुरा हुनलाई अबको नयाँ सरकार राजसभाको बालेन शाहको प्रधानमन्त्री सरकारले थामी समुदायको यहाँको पहिचान संस्कृति होइन यहाँको यो सङ्ग्रहालयको विषयमा चाहिँ के कस्ता कदम चाल्नुपर्छ र तपाईँ अध्यक्षको हैसियतले बालेन शाहलाई अथवा अहिलेको बालेन सरकारलाई के आफ्नो सल्लाह दिन चाहनुहुन्छ यो तपाईँको अझै 50% पुरा गर्नको लागि, अझै 100%मा लानलाई? अब सबैभन्दा पहिला त जुन हाम्रो जुन लोप भएका सामानहरूको लागि चाहिँ संरक्षण गर्नको लागि चाहिँ भवन चाहिँ तयार भइसकेको छ र यहाँ ती संरक्षित सामानहरू चाहिँ जुन ठाउँमा हामीले चाहिँ राख्न सकेका छौँ त्यो कुराहरू चाहिँ त्यहाँ
राख्ने हामीले प्रतिबद्धताको लागि चाहिँ हामीले अनुरोध गर्नुपर्ने हुन्छ। र अर्को जुन थामी समुदायलाई अब यो एकदम अति विपन्न अति सीमान्त थामी जात के अरे थामी समूह भएको हुनाले यसको लागि चाहिँ जुन शिक्षा स्वास्थ्य र उच्च शिक्षा पढ्नको लागि चाहिँ हामीले चाहिँ त्यो के अरे हामीले चाहिँ उहाँलाई चाहिँ अनुरोध गर्ने चाहिँ एकदम हाम्रो उयो छ। यो सङ्ग्रहालय बनाउनलाई कति बजेट चाहिन्छ र तपाईँले बालेन सरकारलाई कति बजेट दिनुहोस् भनेर आफ्नो माग गर्न सक्नुहुन्छ? अब हामीले सम्पन्न गर्नलाई यो कार्यक्रम पुरा गर्नलाई यहाँ एउटा जुन सौन्दर्य बगैँचाको सौन्दर्य र सबैजना मानिसलाई चाहिँ यहाँ आकर्षण गर्नको लागि चाहिँ यो बगैँचा निर्माण गर्नुपर्ने एकदम राम्रो खालको बगैँचा निर्माण गर्नुपर्ने छ। र यहाँ पूर्वाधारहरूको जुन ठाउँमा भत्किए टुटेको कुराहरूमा चाहिँ पूर्वाधार के अरे क्या कुराहरू जुन वालहरू चाहिँ हामीले चाहिँ पर्खालहरू चाहिँ लगाएर यसलाई चाहिँ सौन्दर्य बढाउनु पर्ने छ। र यसको हिसाबले हामीले चाहिँ अझै पनि हामीलाई चाहिँ 20-40 करोड चाहिँ हामीलाई चाहिँ पैसा आवश्यक यहाँनिर चाहिँ परिरहेको हुन्छ। र त्यसमा हामीले चाहिँ अनुरोध गर्ने कुराहरू चाहिँ हामीले चाहिँ छलफलमा राखेका छौँ। यो भिडियो बालेन सरकारले हेर्नुभयो भने उहाँको अहिलेको जुन नयाँ सरकार राष्ट्रपतिको सरकारले चाहिँ यहाँ थामी समुदायको अति सीमान्तकृत थामी समुदायको यसरी सङ्ग्रहालय बन्दैछ। यसको लागि बजेट छुट्याइदिनु होला। तपाईँको ध्यान यो थामी समुदायमा पनि पर्न सकोस् भन्न चाहन्छु। अध्यक्षजी हजुरले समय दिनुभयो, यहाँलाई धन्यवाद। धन्यवाद। यहाँलाई पनि मलाई समय दिनुभयो, यहाँलाई धन्यवाद, धेरै धेरै धन्यवाद।